प्रिय मित्रहरू सबैजनालाई नमस्कार। सबैलाई स्वागत छ। फेरि पनि आज हामी माइती घर बण्डलामा छौँ। हाम्रो दिदी हाम्रो चेली एक्लै बसिरहेको देखेको हुनाले चाहिँ मैले उहाँ किन एक्लै बस्नु भएको छ, उहाँको चाहिँ के हो आन्दोलन, के एजेन्डा हो, यत्रो चाहिँ माइती घर बण्डलामा एक्लै बस्नुपर्ने, नेपालमा जनसङ्ख्या पनि धेरै छ। तपाईँ दिदी नमस्ते। नमस्ते। किन दिदी एक्लै के आन्दोलन हो यो माइती घर मण्डलामा? यो एक्लै भन्नुले यो जनताले दुःख पाएको देखेर साह्रै न यो राज्यमा सरकारै छैन जस्तो भयो। जनताको लागि जति भएका जनता रोटा मात्रै छन्। कहिले पनि सधैँ चुनाव आउँछ, अब 5-5 वर्षमा चुनाव आउँछ, चुनाव आयो भन्यो हात्ती आयो पुसाको चुनाव आउँछ उनीहरूलाई मात्रै हुन्छ। यति दमन गरेर सरकारले सत्ता चलाएको छ। कुनै गरिब दुखी जनताको केही व्यवस्था छैन, केही हेरचाह छैन। जहाँ टाउन छ टाउनमा उसले चाहिँ राज गरिरहेको छ। कुनै बाहिर फेरेर यो दुखी गरिब जनताको भविष्य डमाडोल भएर चाहिँ सुख पाउने बेसरी सुखै पाएको छ। दुःख पाउने जति पहिला दुःख पाएको त्यो त भइरहन्छ। त्यो त नेपाल जनताहरू पहिला पनि कहाँ खुसी थिए त? पहिला पनि दुखी नै थिए, पीडित नै थिए। अहिले पो अलिकति राम्रो कपडा लाउने, खाना खाने त्यो वातावरण। खास मेन मुद्दा चाहिँ के हो दिदी? मेन मुद्दा भनेको यो सत्ता संहिता खारिज गर्ने। हामी पाल्न सक्दैन। हाम्रो सम्पत्तिले हामीले तिरेको कर तिरोले आज यो सरकारले हाम्रो पसिनामा होली खेलिरहेको छ। संहिता खारिज गरेर जनतालाई चाहेको व्यवस्था लागू गर्ने। कुनै यो पार्टी ऊ पार्टीको कुरा होइन। खालि यो पार्टीले गर्दा देश बिग्रियो, जनता पनि बिग्रियो। पार्टीको कुरा केही हुँदैन। देशमा सुशासन समृद्धि ल्याउनको लागि अब यो हाम्रो नेपालमा हामीले अहिलेसम्म आज यत्रो वर्ष भयो हामीले समृद्धि सुखी जनतालाई शान्ति भएको देख्न पाएनौँ। अब युवाहरूको बारेमा केही शान्ति देखेर हामीले दिएर चाहिँ हामीसँग कुनै देश चलाउन सक्ने दिमाग छ, क्षमता छ, बुद्धि छ, हामीले तयार गरिसकेको छौँ। यो दिएर यो तपाईँहरू युवाहरूको लागि संहिता फाल्ने, संहिता फाल्ने। तपाईँको यही नजिकै त्यहाँ नवराज विकेको आमा बस्नुभएको रहेछ। तपाईँलाई थाहा छ कि छैन यो नवराज विकेको कहानी? यो यहाँनिर चाहिँ जातीय छुवाछुत तथा भेदभाव भयो। यो देशले चाहिँ एउटा दलित समुदायलाई चाहिँ न्याय दिएन भनेर चाहिँ यता कराउने, यता तपाईँको बगलीमा हुनुहुन्छ। तपाईँको चाहिँ के छ भनाइ त्यसको? यो दलितको बारे यो दुनियाँ यिनीहरूले यो सत्ता पल्टाएर सत्ता टेकाउनलाई, आफू सम्पत्ति कमाउनलाई यो सत्ता गरेर यो दुनियाँ गरेका हामी हिजो एउटै फुलबारीमा हामी एउटै सबै मिलेर बसेको देशमा आज यो जाति बनाएपछि किन तपाईँहरूले चाहिँ पाएको चाहिँ संविधानले पाएको तपाईँहरू किन लिन सक्नुहुन्न त नि? यो त हामी त केही बोल्न सक्दैनौँ हामी यसमा। नै तपाईँहरू हामीले त दलितहरूले त लिने भयो। तपाईँहरूको चाहिँ कुनै भूमिका छ कि छैन? हामी तपाईँहरू आवाज उठो गराउने हो कि होइन? हामी भूमिका खेल्न सक्दैनौँ। हामी त हाम्रो भिजन भनेको हाम्रो सबै दुई गरिब दलित सबै हामी एक भएर देश चलाउने भन्ने हाम्रो त्यस्तो भिजन छ। तपाईँहरू राजा चाहनुहुन्छ? त्यसो भए राजाको कुरा नगरौँ। राजाको कुरा हामीले चाहिँ के भन्छ नि, हाम्रो पुस्तमदेखि यो धरती आमाले माटाले पालेर के पालेर मैले त पटक बोलिसकेको छु। बाउ आमा गुरु ब्राह्मण गाई राजा यो 6वटा वस्तुहरू हाम्रो यो नेपालको चाहिँ माटोले पालेर राखेको। त्यो पालेर राखेको वस्तु चाहिन्छ भन्नेमा हामी हो। अब अहिले धर्म निर्विच्छेद गरेर भने त्यो धर्म हाम्रो फिर्ता हुनु पर्यो। हामी धर्म निर्विच्छेद भनेर बोल्न सक्दैनौँ। हामी सक्दैनौँ किन हाम्रो पुस्तालाई पनि यो धर्म चिनाउनुपर्छ। यो जाति हामी सबै जम्मै जाति मिलेर बसेको। अनि फेरि ब्राह्मण बाहुनको सुरक्षा हुनुपर्छ भनेर भन्नुहुन्छ त? फेरि तपाईँ जातिको बाहुनको सुरक्षा के? बाहुनको सुरक्षा यो बाहुनको सुरक्षा सबै प्राणीहरू हामी एउटै हो। हाम्रो एउटै खुन हो। बाहुनको सुरक्षा होइन, दलितको सुरक्षा नहुने बाहुनको हुने। कसले बोलेको? हामीले बोलेको छ यस्तो कुरा? तपाईँले ब्राह्मण गाई भन्नुभयो नि त। यदि पालन गरेको भने तपाईँले बाउ आमालाई मान्छे मान्दैन? मान्छ हो। त्यहीमा जानु न तपाईँ। बाउ आमा गुरु तपाईँसँग नि गुरु हुन्छ। त्यो के बाहुनको चाहिँ हुने, दलितको चाहिँ नहुने होइन कि? बाउ आमा गुरु ब्राह्मण गाई यो 6 थोक त यो माटाले पालेको वस्तु त तपाईँहरूलाई पनि त चाहिन्छ नि। कस्तो कुरा गर्नुहुन्छ तपाईँहरूको? मेरो गाउँमा मेरो चितवनमा गाईको दुध माग्न आउँछन्, गाईको गौत लिन आउँछन्, दलितहरूले आउँछन् त। अनि के अलिकति कुरा तपाईँलाई अप्ठ्यारो लाग्ला है, तर अप्ठ्यारो नमान्नु होला। मान्दिनँ। अब दुध दहीको त कुरा गर्नुभयो, गाईकै कुरा गर्नुभयो, गौ माताकै संरक्षण कुरा गर्नुभयो। तर नेपालमा धर्मनिरपेक्ष राष्ट्र अहिले संविधान भयो, त्यो पनि थाहा होला हजुरलाई।
तर अहिले के भनेपछि लगभग 700-800 जना तामाङ जाति विशेष गरी ती मान्छेहरू गाई खाएकै मुद्दामा जन्म कैद गएको छ। यो कुरा त हामीले हामी गाईको कुरा त हामीले त्यस्तो कुरा बोल्नै हुँदैन। यो अपराध लाग्नु पापै चिताउनु भएन हैन त। भोलि आफैले भोग्नुपर्छ। मर्न त तपाईँ पनि मर्छ, म पनि मर्छु। यो मान्छेले अहिले के सोचिरहेको छ भने म धनी छु, म मोटो छु, म कहिले केही हुँदैन। जति धनी भयो नि राजाले पनि मुखमा लान लागेको गाँस छोडेर त जानु पर्यो नि त। तपाईँहरू त्यसो भए राजा चाहनुहुन्न? राजा हामी चाहिँ के चाहिँ छ भने हाम्रो हिन्दू धर्म निर्विषय गरेको छ। त्यो धर्म फिर्ता यो देशमा राजै जन्मेको देश हो नि त। राजा जन्मेको एउटा कुश ल्याएर कुशको जरो त्यो यो राजा है हाम्रो यो वीरेन्द्र राजा अब कुन राजा पृथ्वीनारायण भनेर त्यो कुश जरोलाई सारेर त्यसमा चाहिँ फोटो राखेर मरेका राजाहरूका फोटो राखेर त्यहाँ सिर्फेत लाएर ल हाम्रो नेपालको राज संस्था है यो संस्था त्यो चाहिँ हामी गर्छौँ त्यो चाहिँ गर्छौँ। आक्रोशित हुनुहुन्छ त्यसमा? यसमा हुनैपर्छ किन जनताले साथ देला नि त? साथ दिनैपर्छ। एक्लै हुनुहुन्छ तपाईँ? मेरो मात्रै राजा मलाई मात्रै चाहिएको होइन, तपाईँ त एक्लै हुनुहुन्छ त फेरि? कति छन् गएछन् सबै छन् त। त्यो भयो नि तिनकुनेमा त्यत्रो मान्छे बलहुमा पोल त्यत्रो। अस्ति तिनकुनेमा आन्दोलन भएकोमा दुःख छ कि छैन? त्यो मान्छे एकदम हामीलाई किताकाट गरेर पुलिसले यहीँबाट तपाईँहरू तिनकुने जानु भनेर हामीलाई भाग लागेको हो। तपाईँहरू रिङ रोडभित्र नबस्नुहोस्, तपाईँहरू रिङ रोड बाहिर भनेर प्यानल लिनु जाने भए थापाथली पटियार जानु, प्यानल बोकेर बिहार जाने भए प्यानल पटियार लाने भए यही बाटो भन्नु। पुलिसहरूले नै हामीलाई जानु भनेर पठाएको। गएपछि तपाईँ पनि हुनुहुन्थ्यो अस्ति? सँगै गए मलाई थुनिएको छ। म 24 घन्टा हामी जेल परेर नि तपाईँलाई थुन्यो? हिरासतमा बसेको भनेपछि केही पनि चेत्नु भएको छैन? म किन चेत्दिनँ? हामीले के गरेँ? म त देश बनाउन आएको तपाईँहरूको लागि युवा हो। हेर्नुहोस् यो मेरो किताब निक्लिँदैछ। किताब निक्लेपछि सार्वजनिक यही माइती घरमा बसेर एक दिन त्यो किताब एक रात पनि राख्यो सार्वजनिक गरेन भने जनताहरूलाई घाटा पार्ने कुरा छ। त्यस्तो चिज छ। त्यो तपाईँले लेख्नु भएको किताब हो? मैले यहाँ तयार गरेको छु। के चाहिँ नाम चाहिँ के हो त्यो किताब? किताबको नाम छ त्यहाँ ब्यानेलमा चाहिँ किताब सिग्नल राखेर छु कि त्यहाँ ब्यानेल। अब ठिकै छ, अब हप्ता 10 दिन निस्किन्छ। नै कोहीले के भन्छन् भनेपछि कुरा चाहिँ राष्ट्रवादी एकदमै देशभक्ति गर्ने कुरामा चाहिँ गर्ने, व्यवहारमा चाहिँ केही पनि नगर्ने भन्छ। अब हामी आइरहेछौँ, हामी यस्ता यो राज्यलाई चाहिएको जस्तो मान्छे राज्यले नयाँ मुहार फेर्न लागिरहेछ। त्यो नयाँ मुहार फेर्नेमा अब यस्तै नखानी, कसैलाई लोभ लाभ नगर्ने, मेरो पार्टी तेरो पार्टी नभन्ने, पक्षपात नगर्ने, त्यसरी त्यो ढङ्गले अब देश चलाउने हो। यसमा तपाईँहरू पनि सहभागी हुनुपर्छ। यसमा यति इतिहास नै भनिदिनु न, प्रष्टै भनिदिनु कि सङ्घीयता त तपाईँले खारेज गरेरै छोड्ने भन्नुभयो, धेरै खर्च भयो भन्नुभयो, ठिक छ। यो राजा पनि ल्याएर छोड्ने हो त्यसो भए? हजुर। अहिले मलाई सरकारीले जाल जेल गरेर दलालकोसित चाहिँ मेरो 1,85,00,000 रुपियाँ मैले तिरेर मेरो जग्गा ल्याएको छु जाल जेल गरेर भनेपछि आज यो हेटुँडामा चाहिँ अहिले विभागले हेटुँडा पठाएको छ। अनि मन्त्रीले पनि ठगेर खाने, त्यो सरकारले पनि ठगेर खाने। अनि मेरो पैसा चाहिँ 1 करोड आउनु पर्ने 10 लाख रुपियाँ सरकारले ठग्यो भन्दैमा अनि पछि के 10 लाख सङ्घीयता नै ढालिदिन्छु भन्ने पैसा खुवाएर चाहिँ त्यो भएन नि त। सबैको हेर्नु पर्यो कसको लागि बस्ने त। यो प्रदेश कसको लागि बसिरहेको छ? अन्यायमा परिरहेको छ जनता। हो, जनतालाई अन्यायमा पार्नलाई प्रदेश बसिरहेको छ। अब मेरो आँखाले देखिरहेको छ। अब केही दिन 2-3-4 दिनपछि गएर त्यो कृषि मन्त्रालयलाई मैले मेरो पैसा उठाइन्छ कि कागज दिन्छ यहाँ सिआइबीमा पठाइदिनु भएको। 1 करोड भन्दा माथिको पैसा पीडित मान्छे हो। मेरो त 2.5 करोड खाएको छ त्यो सरकारले। तपाईँले यो अर्को सरकारबाट निकालेर उसलाई दिएको, तर मलाई जाल जेल गरेर खाएको। त्यत्रो पैसा ब्याङ्कमा राख्नुपर्ने कहाँ सरकारबाट? जाल जेल गरेर खाएको दलालको उसमा दलाल त्यसको पनि आक्रोश छ त्यसमा त। अब अहिले एउटा चिठी अस्ति निम्न लेखेर उसले मन्त्रीले सही गर्नुपर्छ। मन्त्रीले यो कागजबाट भएन, अरू मैले त्यहाँ निवेदन हालेको कागज भन्दा अरूको कागजको लाग्छ, केही मुद्दा लाग्छ, त्यही कागज हो नि, लाग्दैन। त्यही चाहिँ कागजको चाहिँ नभएर अहिले त्यस्तो भइरहेको हो। अब म भन्छु यो त्यो हेटुँडामा मैले ताला लाउँछु भनेर आइसकेको छु। मेरो पैसा नउठाए मलाई कागज दिनु पऱ्यो नि। उसले सिआइबीमा पठाएको हेटौडा मेरो चितुन हो, हेटुँडामा गएको छ नि, त्यो विभागबाट हेटुँडामा पठाएको छ कृषि मन्त्रालयमा। अनि यति जाल जेल गराएको छ कर्मचारीहरूले। यो चाहिँ किन हेर्दैन सरकारले? यो हेर्नु पऱ्यो नि सरकारले, पऱ्यो पनि भन्नु हो। हामी जनताको सुरक्षा, हक, हित होइन। तपाईँ यो राजा नै ल्याउने गणतन्त्र पनि फाल्ने त्यसो भए? म अर्को कुरा मलाई थाहा छैन। संहिता फालेर एउटा राज संस्थाको कुशको जरो रोपेर राजाको लागि सिर्फेत लाएर हामी राजाको फोटो राखेर यो नेपालको राज संस्था है भनेर हामीले त्यो चाहिँ गरेरै गर्ने नै हो। नगरी हुँदैन, हामीले गर्नै पर्छ। हतियार उठाइन्छ त्यसो भए?
हामी हतियार उठाउँदैनौँ हामी शान्ति ढङ्गले प्यानेल बनाउँछौँ शान्तिसँग चाहिँ मान्छ त त्यो होइन। अस्ति देख्नु भएन शान्ति गर्दा गर्दा मान्न किनभने आज सत्तामा बसेर यत्रो जाल झेल गरेर यत्रो सम्पत्ति जनता मारेर लुटेर देशै खोक्रो पारिसक्यो त अब बस्नु पाउँछ सत्तामा बस्नु पाउँदैन नत्र यो केपी ओलीले हामी आएर रोडमा आएर बसेको चाहिँ एकजना पनि बस्नु पाउँदैन आज गणतन्त्रको चाहिँ सरकारले देश चलाएको ल अब अन्तिम पटक अब अन्तिम प्रश्न अब अलिकति तपाईँ पनि कपाल थोरै फुलेको अलि पाकेकै मान्छे लाग्यो हामी त युवा छौँ हजुर तपाईँलाई के लाग्छ यो देशमा केपी प्रचण्ड शेरे अथवा कुनै बुढा पुस्ता के हजुर हजुर को चाहिँ अलि योग्य नेता छ जस्तो लाग्छ जसले यिनीहरू चाहिँ कोही पनि योग्य नेता छैनन् यिनीहरूलाई साइड लाउने अब अनि तपाईँहरूलाई युवा तपाईँहरू तयार हुनुहोस् मैले लगाएको भिजन देश यसरी चलाउनुपर्छ यस्तो 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 भएर सबै भोलि हप्ता 10 दिनमा यो सबै कुरा हुन्छ यही माइती घरमा तपाईँहरू चलाउनुहोस् मलाई पद पनि चाहिँदैन मलाई केही चाहिएको पनि छैन देश बनाउन भनेर म आएको हो यो देश बनाउने मसँग सबै कुरा क्षमता बुद्धि विचार मसँग भएर तर अहिलेसम्म कोही नभएको भएर म यसको लागि आएको हो तपाईँहरूको लागि हो यो चाहिँ कुरा एकदम रेकर्ड अब गरेर राखिहाल्नु भाइरल हुनलाई मात्रै त बस्यो होइन न मलाई भाइरल चाल्नु मलाई चाहिँदैन म त काम जति बोलेको छ बोलीको काम गर्ने हो कामभन्दा बढी नबोल्ने हो त्यो चिज मसँग तयार छ घरका मान्छे छोरा नातिहरू पढाइ लेखा छ होला नि त छन् सबै छन् किन नहुने के भन्छन् तिनीहरूले उनीहरूले त के भन्छ किन गएर त्यो माइती घरमा बसेको भन्छन् दुनियाँ भन्छन् अरू पार्टीले एमाले काङ्ग्रेसले तेरो आमालाई उठान भन्छन् यहाँ दुनियाँ भनिरहेछन् तर म टेर्नीवाला छैन किन मसँग दिमाग छ क्षमता छ देशको लागि राष्ट्र चलाउनलाई कसरी गर्दा तपाईँलाई अरू कसैले परिचालित गरे न मसँग होइन मसँग त भित्र सबै कुरा मसँग चाहिँ भात पकाउने भाँडो मात्रै भएर भएन चामल छ क्या मसँग त्यो भाँडा हालिन्छ चामल छ ल धेरै धेरै धन्यवाद है